आजको शुक्रबार चाहिँ इन्डोर रमाइलो गर्ने भन्ने निर्णय गरेर सम्पूर्ण साथीहरूलाई नमस्ते। जसले मेरो भिडियो हेर्नुहुन्छ, जसले फलो गर्नुभएको छ, जसले फलो गर्नुभएको छैन फलो गर्नुहोस्। फलो गर्न रिक्वेस्ट पनि गर्न चाहन्छु। झन्डै 34,000 फलोवर भइसकेका छन्। मेरो लक्ष्य भनेको 1 लाख फलोवर बनाउने छ। सबैजनाले फलो गरिदिनु होला र लाइक पनि गरिदिनु होला मेरो भिडियोलाई। आजको शुक्रबार चाहिँ इन्डोर रमाइलो गर्ने भन्ने निर्णय गरेर अब भर्खर चुनाव सकिएको छ। चुनावमा सम्पूर्ण युवा, सम्पूर्ण जेनजीले चाहे अनुसारको नतिजा पनि प्राप्त भएको छ। बहुमत प्राप्त पनि गरिसक्यो, झन्डै 2/3 मत प्राप्त गरिसक्यो। सम्पूर्ण नवनिर्वाचित सांसदहरूलाई सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा हामी सम्पूर्ण युवाहरू प्रतिपक्षमा रहेर हजुरहरूले गरेका कामहरूलाई सधैँ मोनिटर गर्नेछौँ। कुनै पनि राम्रो काम हुँदा अवश्य पनि सपोर्ट गर्नेछौँ, साथ दिनेछौँ। कुनै केही पनि नराम्रो काम हुन थाल्यो भने अवश्य पनि जसरी युवाहरू एकजुट भएर नीलो क्रान्तिलाई सफल पारे, त्यसरी नै नीलो क्रान्तिको अन्त्य पनि हुनेछ। त्यसै कारणले देश विकास हुने कामहरू गर्न कहिले पनि पछि नपर्नुहोला। देशलाई विश्व सामु चिनाउन अलरेडी हाम्रो देश प्रचुर सम्भावनाहरू भएको देश हो। यो देश सिङ्गापुर होइन, नेपाल, नयाँ नेपाल बनाउनु जरुरी छ। कुनै पनि राम्रा काम हुँदाखेरि अवश्य पनि एप्रिसिएट गर्नेछौँ। नराम्रा काम हुन थाल्यो भने हामी अवश्य पनि झकझकाउनेछौँ। यति भन्दै आजको यो शुक्रबार चाहिँ अलि पृथक तरिकाले एउटा सानो गीत गुनगुनाएर रमाइलो गर्ने कोसिस गरेको छु। मैले गाएको गीत कस्तो लाग्छ हेरेर साथ दिनुहोला, कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला भन्न चाहन्छु। गीतको बोल छ, फुलको बासना मनमा पिर भए नि मायालु मुसुक्क हाँसन। सम्पूर्ण गीत हेर्नुहोला है त। बालेनले जित्दा सोचे भन्दा राम्रो भो नतिजा फुलको बासना मनमा पिर भए नि मायालु मुसुक्क हाँसन मनमा पिर भए नि मायालु मुसुक्क हाँसन।
थ्याङ्क यू, नमस्ते। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि नयाँ नयाँ भिडियोका साथ अवश्य पनि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि मेरो भिडियोलाई लाइक गर्न नबिर्सनुहोला, सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।